आज चाहिँ मुरुले लेकमा पिकनिक प्रोग्राम। यो चाहिँ हाम्रो पिकनिक स्पोट आजको हो। यो चाहिँ हाम्रो ग्रुप कहाँ जान लाग्यो रे? नाचघर पिकनिक खान। अनि हामी चाहिँ पिकनिकमा के गर्छौँ मजा भिडियोहरू चाहिँ हजुरलाई देखाउँछु। पकाउने ठाउँ हामी आउने बित्तिकै खाना छिरिहाल्यौँ। हामी चाहिँ अलि लास्टमै आएको मान्छेहरू। यो चाहिँ दाइहरूले खाना पकाइराख्नु भएको। सुरन दाना खाएको मैले चाहिँ। उहाँ चाहिँ हाम्रो टिम भन्नुहुन्छ। त्यहाँ चाहिँ फोटो खिच्दै हुन्छ। फोटो गाइदेऊ न सानो गाइदेऊ। बाबु नाच्देऊ। त्यहाँ चाहिँ खसी काट्ने कार्यक्रम भइरहेछ। हामी चाहिँ पखाल्ने कार्यक्रममा हाम्रो टिम। तितोभरि जा मिठोभरि आइज, तितोभरि जा मिठोभरि आइज। काट्ला काट्छौँ। हात काट्लाई कति पो लाग्छ। हामीले चाहिँ काँक्रा खान मन लागेर चाहिँ त्यहाँ ग्रुपबाट चोरेर ल्याएर चक्कु नमागेर कुकुरले काटेको। के हो? ल्याइदिनु मात्र काम हो। टाउको बनाउँदै हुन्छ। टाउको कति केजीको छ अरे? 5 केजीको छ के टाउको मात्रै हो र? यहाँबाट लाभै काट्या छ। बिर्स्यो? सिमी छुट्यो? सिमी हाले हो के हामीले हाले हो के? हालेको भए कहाँ जान्छ त? हेरे उ ढुक्का गाडीमा हाले कुन बगाले छ? हालेको भए कहाँ जान्छ त? जस्तै हो नि सबभन्दा सानो सरलाई त्यत्रो ढुङ्गा बोकाउन लगाउनु लाज लाग्दैन हजुरहरूलाई? हाम्रो जो सानो छ त्यसलाई ठुलो ढुङ्गा कि यस्तो त पाइन्न है। पनि काट्दै हुनुहुन्छ। यो चाहिँ हाम्रो लेडिज ग्रुप। हेलो ल ए ल म जुम गरिदिएँ। सब आउँदै हुनुहुन्छ। लौ न सानी लौ न ठुली लौ न सङ्गिनी यसपालिको के गरिराख्नु भयो दिदी? देखेन भन्ने फेरि कति राम्रो। जनता जान्न त खान्छन्। हजुर के गर्नुभएको रे? मैले पुस्या त होइन बोकेर चाहिँ ल्याओ। मस्किने बेला फेरि फस्किएको थाहा नहोला। ऊ हाम्रो चाहिँ डान्सर। अहिले पनि प्रकाश दाइ नै हुनुहुनेछ। आन्द्रा बुढी होला नि। यहाँ चाहिँ रक्ती पाक्दैछ। यहाँको कुक सरहरू हाम्रो ओहो पनिरको काम बजाइदेऊ
राखिदेऊ ल अहिले पनि हजुर नै हो यो धारा त हजुरको फेभरेट हो क्या अघिदेखि टाउको पखाल्नेदेखि लिएर हो नि बिहानको 7 बजेको होला है अहिले त 3 बज्दैछ यस्तो मन्दिरमा चाहिँ पनि अवसर हजुर मौकाले हजुर हेलो हेर्न पाइन्न के हल्का हल्का हेर्नु नहेर खै पुरै छ अलिअलि पछाडि यति अलि पछाडि अब आइटी सर यता फर्केर सुन्नुहोस् है उहाँले के सिक्नुभयो ल तपाईँ कहाँ के आइपुग्यो हेर्नु सूचना यो सूचना है यो सूचनाको प्रभाव हो कस्तो हुँदो रहेछ भन्ने कुरा उहाँले दिएको के थियो त्यसपछि यो अनि यो अनि यो अनि यो
यहाँ आउँदासम्म के भयो नाच्दैन भन्ने मान्छे अघि अघि नाच्दैन भन्ने लाइनमा राख्नु लाइनमा बस्नु उल्टो भयो पुरै उल्टो
अब तपाईले म्याम देखाउने हो तपाईले के बुझ्नु छ देखाउनुस् ल म्याम कता जानु सुनको म्याम हो अब तपाईले त्यहाँ देखाउनु उहाँले बुझेको के हो पहिले उहाँले बुझेको के हो ठिक छ तपाईले एकचोटि गर्नुस् वास्तवमा सूचना के थियो भन्ने कुरा उहाँले देखाउनु पर्छ सानो बच्चाले सुई लाउन लैजाने भनेर भन्दै थियो फेक भनेको हिँडेको यसो नि त ल हाम्रो टेबलहरु देखाइदिनु न धन्यवाद ल यस्तो तातो तातो खाना दिनु भएछ यस्तो मिठो पछाडी ल पछाडी हेर त यो चाहिँ बसेर खानको लागि बनेको डेकोरेसन भनेको कस्तो राम्रो छ अनि मुरलीतिर अघि सरहरु आएर खाइसक्नु भएको रहेछ यहाँ चाहिँ बसेर टक्क वाउ ओ यो त देखौ कस्तो हो मिठो वाउ खानाहरु के छ एकदमै दामी ओ गॉड मेरो खाना कहिलेसम्म सक्नु होला यो चाहिँ बसेर खानलाई हो यो चाहिँ यो चाहिँ मुरुलेमा सेकेन्ड टाइमको लागि एकदमै राम्रो छ है टेबल अलरेडी टेबलहरु पनि छ सबैभन्दा काँचो छु अब हामी सरहरु आउनु भएको थियो आएर देखाइदिनु हाम्रो इन्जिनियर साहब अनि तपाईले यसले खाना अप्ठ्यारो होला रातो चाहिँ बाँकी रहेछ बसी बिहालो मनको खाकी पनि किन भएन माथि राम्री कारण नाचे जस्तै झरे नाचेर ज्यान त
चाहिँ लास्ट हामी जाने बेला है यो चाहिँ हामी सब हिँडेर जानेवाला ग्रुप हेलो हेलो छ सेकेन्डको मात्रै छ यो त बन्दैन अझै